पाउँछ। पहिला कन्याली पानी सबिना राजवंशी भाइले 3.35 जीपीए ल्याउन सफल भएका थिए। अक्षिता गोयल बहिनीले 3.29 जीपीए ल्याउन सफल भएकी थिए। सप्तम थापा भाइले 3.19 जीपीए ल्याउन सफल भएका थिए। आशिष गुरुङ भाइले 3.01 जीपीए ल्याउन सफल भएका थिए। लक्ष्मी देवी बालकले पुरस्कारलाई कन्टिन्यू प्रोग्राममा प्रशिक्षण प्रक्रियाका सहभागी भएका विद्यार्थीहरूमध्ये 10 जना विद्यार्थीहरू जो हामी सामु अग्र पङ्क्तिमा उभिनु भएको छ उहाँहरूको सम्मानका लागि सबैजनाले एक जोरदार ताली बजाइदिनु। आइबेरी लगायत सबै गर्नका लागि अघि मैले भने जस्तै विद्यालयको प्रधानाध्यापक श्री टिकालाई पनि हुनेछ र आजको यस कार्यक्रमका विशेष अतिथि अथवा यो पुरस्कारका संस्थापक विद्यालयका संस्थापक आचार्य श्रीराम प्रसादजीलाई कदम पत्र सबभन्दा पहिला भाइ आशिष गुरुङ उभिनेर अहिले म फेरि ग्रुप फोटो लिनु। सम्मानको कार्यक्रम सक्यौँ। अब हाम्रो कार्यक्रम
आजको यो विदाई कार्यक्रमका विद्यालयका संरक्षक परीक्षा दिन तयारी पाउने दाजु दिदीहरू उहाँहरूलाई देखेर पनि हामीले पनि पुरस्कार पाउनुपर्छ भनेर पुरस्कारको दावेदार हुनु पर्यो। यो एसीको रिजल्टले सुगन्धै सुगन्ध ल्याओस् र यो एसीको सुगन्ध राम्रैसँग आओस् भनेर चाहिँ मैले व्यक्तिगत तर्फबाट अथवा विद्यालयको तर्फबाट हिजो पनि मैले भाइ दिदीहरूसँग 5 वर्ष सुरु गरेका छ। यदि हाम्रा विद्यार्थी 12 जना छन्, 12 जनामा 12 जना विद्यार्थीले उच्च अङ्क ल्याएर पास गर्ने भएमा विद्यालयको तर्फबाट 50,000 रुपियाँसम्मको किट लाने घोषणा मैले हिजो पनि गरिरहेको छ। आज समग्र मात्र विद्यालयले पुरस्कार गराएको 50,000 कसरी प्रयोग गरे पनि राजको हो। तर एउटा विद्यार्थी पनि हुनु भएन, सबै विद्यार्थी पास हुनु पर्यो। सकिँदैसम्म ए प्लस ल्याउने, सकिँदैन भने ए प्लस ल्याउन ए ल्याउने, तर कम्तीमा सबैजना पास हुनु पर्यो। विद्यालयले 50,000 रुपियाँ गराउने घोषणा हिजो गरे। त्यही कुरो मैले अभिभावकहरूको सामुन्ने कक्षा 8 र कक्षा 9 शिक्षा कर्मचारीहरूको सामुन्ने पनि मैले यो कुरोलाई उजागर गर्न खोजेको हो। र अब यो विदायको कार्यक्रम भन्दा पनि अब किसिमको विदाई हो, किनभने हामी 11 बार छैन। अब फेरि फर्केर पढ्न आउनु भन्दाखेरि त उनीहरूलाई कुनै क्लास छैन। एक किसिमले विदाई गरेर पढ्न भने जस्तै विद्यालयसँग सम्बन्ध हाम्रो जबसम्म गरिन्छ तबसम्म म बालविद्यालय विद्यार्थी त्यो किसिमले हाम्रो सम्बन्ध भइरहन्छ। कक्षालाई विदाई गर्न कक्षा 9 र कक्षा 8 का विद्यार्थीहरूले एकदम तयार भएर आज लगभग सेकेन्ड पिरियडदेखि यहाँ रेगुलेसन प्रोग्रामदेखि लिएर कक्षा 9 का विद्यार्थीहरूले एउटा सानो मायाको चिनो पनि उपलब्ध गराएका छन्। त्यो सँगसँगै विद्यालयले पनि एउटा मायाको चिनो उनीहरूको भनाइअनुसार एउटा चाहिँ उपलब्ध गराउनु भनेको हुनाले सबै विद्यार्थी 12 जना विद्यार्थीलाई एउटा फोटो र एउटा फोटो विद्यालयको अफिसमा राख्ने गरी हामीले व्यवस्था गरिरहेका छौँ। र यो एउटा मायाको चिनो हामी कक्षा 10 का विद्यार्थीहरू उपलब्ध गराउँदैछौँ। र यसै सँगसँगै कक्षा 9 का विद्यार्थीहरूले यससँग यहाँ कोही मलाई थाहा छैन, म हेर्दैछु नाइको कता छ। कक्षा 9 का विद्यार्थी भाइ बहिनीहरूले यो शुभकामना सहित एउटा कुराको फुल र नोट पेनको व्यवस्था गरिरहेका छन्। उनीहरूले मायाको दिदीहरूलाई दिने भनेर यो व्यवस्थापन गरेको हुनाले कक्षा 9 का भाइ बहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद र कक्षा 9 का भाइ बहिनीहरूलाई सहयोग गर्ने कक्षा 8 का भाइ बहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र यो सम्मान अथवा विदायको कार्यक्रममा निरन्तरता गर्नको लागि कक्षा 9 का भाइ बहिनीलाई सम्पूर्ण कक्षा 9 का भाइ बहिनीहरूलाई अझ पुग्ने म बोलाउँछु। सबैजना कक्षा 9 का भाइ बहिनीहरू अगाडि पनि आइदिने।